3 जना भइसक्यो यो सरकार बनेपछि आत्महत्या गरेको। यहाँ सुन्नु, तपाईँले बोल्नै नहुने हो भनेर अतिरञ्जित नबनाउनुहोस् न। होइन, एकछिन समय दिएर राम्रोसँग कुरा गर्दा हुन्थ्यो नि मान्यज्यू। यहाँ सुन्नुहोस्, यस्तो संवेदनशील विषयलाई हामीले राजनीतिकरण गर्नु हुँदैन कि एउटा कुरा है। जनताको मुद्दा राख्दा कसरी राजनीतिकरण हुन्छ? तपाईँ जस्तो जनताको माननीयले त कुरा राख्नै हो नि। होइन, यहाँ सुन्नुहोस्, मैले कुरा राखिरहेको छु। तपाईँलाई मैले के भनिरहेको छु, उहाँको परिवारले क्षतिपूर्ति पाउनुपर्छ सबभन्दा सुरुमा। अर्को कुरा भनेको यसलाई सत्य तथ्य छानबिन गर्नुपर्छ। नेपाल सरकारले अब यस्तै कुराहरूलाई नदोहोरियोस् भनेर आफ्नो कामलाई राम्रोसँग अगाडि बढाउनुपर्छ। यो बाहेक अरू कुनै पनि कुरा गर्न सकिँदैन होला नि त। कस्तो खालको न्याय पाउनुपर्छ पीडितको परिवारले? न्यायको के भन्छ, पीडितको परिवारले मात्र होइन, आउँदो समयमा हाम्रा नेपाली परिवारजनहरूले कसैले पनि यस्तो तरिकाले आफ्नो के भन्छ जीवनलाई त्याग गर्ने हिसाबले सोच्न बाध्य हामी कसैले पनि गर्नु हुँदैन। सरकार पक्षले पनि गर्नु हुँदैन, हामी कानून बनाउनु बसेकाहरूले पनि गर्नु हुँदैन। किनभने नीति कानून बनाउने ठाउँमा त हामी पनि छौँ नि त। त्यही कारणले गर्दाखेरि यसलाई हामीले एकदमै संवेदनशील विषयले हामीले महत्त्वको साथमा हेर्नुपर्छ। त्यही कारणले गर्दाखेरि यसलाई संवेदनशील विषय भएको कारणले गर्दाखेरि तपाईँहरूले पनि प्रश्न सोध्ने बेलामा, आफ्नो धारणा राख्ने बेलामा यसलाई एकदमै सोचेर राख्नुपर्छ। किनभने परिवार त्यहाँ दुःखमा हुनुहुन्छ। कतिजना नेपाली परिवारजनहरू यस्तो घटना घटेका कारणले गर्दाखेरि समस्यामा हुनुहुन्छ होइन। त्यही कारणले गर्दाखेरि हामीले त्यसलाई त्यसरी हेर्नुपर्छ। अहिलेलाई यति बोल्छु। धन्यवाद।